नमस्ते। आज हामी शैक्षिक सफलताको एउटा यस्तो फ्रेमवर्क बारे कुरा गर्दैछौँ जुन कसैले पनि अतिरिक्त ट्युसन बिना नै प्रयोग गर्न सक्छ। ल सुरु गरिहालौँ है त। एउटा प्रश्न जुन सायद धेरै विद्यार्थीको मनमा खेलिरहेको हुन्छ, के साँच्चै ट्युसन क्लासहरू नलिकन कक्षामा टप गर्न सकिन्छ त? यसको जवाब हो, एकदमै सकिन्छ। र यसको रहस्य केही शक्तिशाली नियमहरूमा लुकेको छ। आउनुहोस् यसलाई हामी 3वटा मुख्य की अर्थात् कुञ्जीहरूमा बाँडेर बुझौँ। हाम्रो पहिलो कुञ्जी हो सही मानसिकता। किनभने कुनै पनि किताब पल्टाउनु वा कलम समाउनु अघि सफलताको जग त दिमागभित्र बन्ने हो। यो सबैभन्दा पहिलो र सबैभन्दा शक्तिशाली कदम हो। यहाँ 3वटा महत्त्वपूर्ण मानसिक परिवर्तनका कुरा छन्। पहिलो, पढाइलाई करले गर्नुपर्ने काम वा बोझ नसम्झिने, बरु केही नयाँ सिक्ने मौकाको रूपमा लिने। दोस्रो, आफ्नो प्राथमिकता बदल्ने, मतलब पढाइलाई सबैभन्दा मिल्ने साथी बनाउने र सामाजिक सञ्जाललाई चाहिँ कहिलेकाहीँ भेट हुने चिनजानको मान्छे जस्तो बनाउने। र तेस्रो, गल्तीहरू हुँदा निराश हुने होइन, बरु त्यसलाई सिक्नुपर्ने पाठको रूपमा लिने हो। जस्तो कि यहाँ भनिएको छ, गल्ती हुँदा लाज नमान्नुहोस्, त्यसबाट सिक्नुहोस् र अगाडि बढ्नुहोस्। यो सोचाइ एकदमै महत्त्वपूर्ण छ, किनभने असफलता भनेको यात्राको अन्त्य होइन, यो त सिक्ने प्रक्रियाको एउटा हिस्सा मात्रै हो। ल, मानसिकता त बनाइयो, अब त्यसलाई काममा कसरी उतार्ने त? हो, यही आउँछ हाम्रो दोस्रो कुञ्जी, सफल बानीहरू। यहाँ हामी ती ससाना तर दैनिक गरिने कामहरूको बारेमा कुरा गर्नेछौँ जसले ठूलो नतिजा दिन्छ। यी बानीहरू नै अनुशासनका आधार हुन् भनौँ न। कक्षामा ध्यान दिएर सुन्नु र घरमा आएर त्यसको नोट बनाउनु, यो सक्रिय सिकाइ हो। हरेक दिन थोरै थोरै पढेको कुरा दोहोर्याउँदा परीक्षाको बेला तनाव हुँदैन, अनि नबुझेको कुरा शिक्षकलाई सोध्दा कन्सेप्ट क्लियर हुन्छ। र सबैभन्दा महत्त्वपूर्ण, इमान्दारी साथ परीक्षा दिँदा आफ्नो वास्तविक क्षमता थाहा हुन्छ। यो हरेक दिन दोहोर्याउने नियमलाई अलि गहिरिएर हेरौँ न। यो सानो बानी किन यति धेरै प्रभावकारी छ? किनभने यसले हाम्रो मस्तिष्कलाई सङ्केत दिन्छ कि यो जानकारी महत्त्वपूर्ण छ, यसलाई सम्झेर राख। यो घोक्ने वा रट्ने तरिका होइन, यो त स्मार्ट तरिकाले सिक्ने हो। अब हाम्रो अन्तिम कुञ्जीमा जाउँ। यसले व्यक्तिगत कामहरूबाट ध्यान हटाएर पढाइको समग्र रणनीतिमा केन्द्रित गर्छ। यो भनेको अलि ठूलो चित्र हेर्ने जस्तै हो। यहाँ 3वटा मुख्य रणनीति छन्। पहिलो, सङ्गत, पढाइमा सहयोग गर्ने साथीहरू बनाउँदा प्रगति छिटो हुन्छ। दोस्रो, समय व्यवस्थापन, पढाइ र आरामको लागि सही सन्तुलन मिलाउनु एकदमै जरुरी छ। र तेस्रो, कहिलेकाहीँ कम नम्बर आयो भने निराश हुने होइन, बरु कहाँ कमजोरी भयो भनेर पत्ता लगाउने र त्यसलाई सुधार्ने मौकाको रूपमा प्रयोग गर्ने। सफल हुनको लागि जतै पढाइ आवश्यक छ, त्यति नै आराम पनि। र यी दुवै योजनाबद्ध हुनुपर्छ। पढ्ने समयमा पुरै ध्यान दिएर पढ्ने, अनि खेल्ने वा आराम गर्ने समयमा पुरै आराम गर्ने। सन्तुलन भनेको यही हो। ल, अब यी सबै कुरालाई एकै ठाउँमा जोडेर हेरौँ। यी 3 कुञ्जीहरू मिलेर सफलताको बाटो कसरी बन्छ त? त्यसो भए निचोड के हो त? टपर बन्ने बाटो खासमा यी 3वटा स्तम्भहरूमा टिकेको छ। एउटा बलियो मानसिकता जसले हौसला दिइरहन्छ, निरन्तर बानीहरू जसले प्रगति सुनिश्चित गर्छ, र एउटा स्मार्ट रणनीति जसले गरेको मेहनतलाई सही दिशा दिन्छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछु। यी सबै नियमहरूमध्ये त्यस्तो कुन चाहिँ एउटा नियम छ जसलाई आजैदेखि, अहिलेदेखि आफ्नो जीवनमा लागू गर्न सकिन्छ? किनभने हरेक ठूलो परिवर्तनको सुरुवात एउटा सानो कदमबाटै त हुन्छ।